बिपीले भनिरहेको छ। यो मेलमिलापको नीति थियो, नेपाली कांग्रेसले अपनाएको मेलमिलापको नीति थियो। आज नेपाली कांग्रेसको त्यो समाजवादी दर्शन र विचार सत्ता प्राप्तिको अंकगणितले खिचिएर समाप्त भएको देख्ने तपाईँ हामी साक्षी पनि हौ। तपाईँ हामी साक्षी हौ। आजभन्दा 50 वर्ष अगाडि राष्ट्रियताको रक्षा र प्रजातन्त्र प्राप्तिलाई तुरन्त देखेर राष्ट्रिय मेलमिलाप अन्तर्गत पार्टीभित्र मात्र होइन, पार्टी बाहिर पनि त्यो एकताको बिपुल फुकेर समग्रमा मुलुकलाई बचाउनुपर्छ भन्ने विचार राख्ने त्यो विचारहरू त्यसपछिको दिनहरूमा सत्ता प्राप्ति गर्ने अंकगणितले जसरी खिचियो मिचियो त्यसले हामीलाई पहिचान विहीन जस्तो पनि बनायो, गतिविहीन जस्तो पनि बनाएको कुरा म यहाँ अनुरोध गर्न चाहन्छु। यहीँनिर यही बिन्दुबाट आज हामी सबैले आफूलाई प्रश्न गर्नु, यही बिन्दुमा उभिएर हामी सबैले व्यासमा बस्ने श्रद्धेय पार्टी सभापतिजी लगायत हामी सबै तपाईहरु सबैले आफूले आफूलाई प्रश्न गर्नु। आज हाम्रो यो संकल्पको अभियान, यो नवीन अभियान, नवीन परिस्थितिमा गरिएका नवीन संकल्पहरू हिजोकै निरन्तरता हो या नवीन प्रस्थान र संकल्पको मसाल बोक्ने निर्णय पनि हो। यो पनि आज हामीहरूले निर्णय गर्नुपर्ने हो, संकल्प गर्नुपर्ने हो। हामीले यसलाई नवीन प्रस्थान बिन्दु बनाउन सकेनौँ आजको मितिलाई भने, र यसलाई हामीहरूले यो मसाला हामीले अगाडि बढाउन सकेनौँ भने त्यसले कुनै ठाउँ पनि पुर्याउँदैन। म यो पनि तपाईहरुलाई भन्न चाहन्छु, अहिलेको समय विवेक र तर्क हराएको समयको रूपमा मैले यसलाई लिइरहेको छु। 44औं विधि स्मृति दिवसको यो पूर्व सन्ध्यामा काठमाडौँ भरि कहीँ कतै आयोजना गरेका धेरै त्यस्ता डबलीहरू हामीहरूले देख्यौँ। त्यहाँनिर व्यक्त भएका विचारहरू हामीहरूले कान भरिभरि सुन्यौँ। कति चित्त बुझ्यो, कति बुझेन, यो आफ्नो छुट्टै छलफल र बहसको विषय होला। तर कतिपय आदरणीयले बोलेको, कतिपय समकालीनले बोल्न नसकेको, आउने पुस्ताले पनि बोल्न मन नगरेको कुराहरू आफूले मानेकोले बोलिदिँदाखेरि अनि मलाई लाग्यो कि समय बिस्तारै तर्क र विवेक समयले भेटाउन सकिरहेको छैन, हराइराखेको छ। अनि मलाई लाग्यो जब विवेक हराउँछ त्यो बिस्तारै अहंकारमा परिवर्तित हुँदो रहेछ। जब तर्क हराउँछ त्यो तर्क बिस्तारै गालीमा रूपान्तरित हुँदो रहेछ। विवेक र तर्क हराएर अहंकार र गालीमा परिवर्तित भएको त्यो दिन भर्खरै मात्रै हिजोको दिन आज मेरो मानसपटलमा आज पनि गुन्जिरहेको छ। यो मेरो पार्टीको यथार्थता हो, यो आजको यथार्थता हो। म त्यो यहाँनिर राख्न चाहन्छु। त्यस्तै अवस्था संसदभित्र पनि छ। संसदमा न तर्क छ न विवेक छ। जस्तो जे देख्यो त्यस्तै मनलागी छ। मनलागी निर्णय गरिएको छ, विवेक गुमाएर अनि फेरि अप्ठ्यारो परेपछि फेरि सुल्टो बाटो हिँड्ने कोसिस गरिएको छ। बाटो के हो तय छैन। यही खालको अवस्था आज देखा परिरहेको अहिलेको अवस्था मैले सकी गएँ। राजनीति वृत्ति र व्यवसाय जस्तो भएर हिजोको अवस्थामा देखिन्थ्यो, त्यसलाई निस्वार्थ सेवामा रूपान्तरित गर्ने आजको यो पुस्ताको काम, यो नेतृत्वको काम। यदि यसलाई हामीले व्यवसायको रूपमा हेर्यौँ भने यसले घाटा र नाफाको हिसाब गर्दो रहेछ। हिजोको हाम्रो राजनीति व्यवसाय जस्तो थियो, घाटा र नाफाकै हिसाब गरिन्थ्यो। इमानदार कार्यकर्ता कुन कुनामा छ थाहा छैन। म वरिपरि घुम्नेहरूलाई खोजिन्थ्यो, हेरिन्थ्यो। आफ्नो वरिपरिकोलाई खोज्ने प्रवृत्ति त्यो हिजो घाटा र नाफाको हिसाबबाट हेरिएको राजनीति थियो। आजको राजनीति घाटा र नाफाबाट होइन, लगानीकर्ताको प्रतिफलको लेखा र चोखामा होइन। हामीहरूले आजको राजनीतिको यथार्थ धरातल यिनै कार्यकर्ताहरू, यिनै गरिब निमुखा श्रमजीवी किसान मजदुरहरू हुन्, त्यही ठाउँबाट हामीहरूले आजको राजनीतिलाई हेर्नुपर्छ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। त्यसैले यो नवीन अभियानमा विवेक र तर्क हराइराखेको बेलामा त्यही मर्यादालाई, त्यही इमान्दारितालाई, त्यही निष्ठालाई, जहाँ तर्क र विवेकहरू भरिपूर्ण होस्
त्यसको खोजी गर्नका निम्ति पनि यो नवीन अभियान त्यसको खोजी गर्नका निम्ति पनि म त्यो निवेदन गर्न चाहन्छु। र अन्तमा आज हामीहरू सच्चिन्छौँ, यो हाम्रो सङ्कल्प हो, यो सङ्कल्प गर्नुपर्छ। यही सङ्कल्पको नाममा नेपाली कङ्ग्रेसले बिपी कोइरालालाई कहिले क्लाइमेटसँग दाँजेर हेऱ्यो, ग्रिन रन भएर, कहिले शुक्रबार ग्रिन टेबल भएर